हेलो गाइस, सो हामी चाहिँ रेडी हुँदैछौँ। आज चाहिँ हामी कुञ्जला पार्क घुम्न जाँदैछौँ, म भाइ र मेरो बहिनी भएर। त्यसको लागि चाहिँ हामी गेट रेडी विथ मी गर्दैछौँ। सबैजनाले हेर्नु होला। हामीहरू चाहिँ सनस्क्रिन लगाइसकेछौँ। अब चाहिँ मेकअप स्टार्ट गर्छौँ। सुरुमा चाहिँ मैले फाउन्डेसन है मेरो फाउन्डेसनबाट स्टार्ट गर्छु। सो गाइस, मलाई चाहिँ अलिअलि आफै मात्रै गर्छु, मेकअप चाहिँ सिकेँ होइन। मेरो भाइ पछाडि आएर हेर्दै हाँस्दै गऱ्यो। हल्का मेकअप गर्ने हो, धेरै गर्ने के ब्लेन्डर चाहिँ कता कुन हेर्नुपर्छ। मैले त्यही भएर यसले लगाएको ब्लेन्डर नपाएर। यसले चाहिँ आफै लगाउँछु, म पनि आफै लगाउँछु। मेरो चाहिँ डार्क सर्कल लास्टै छ। मेरो छैन नि गाइस। कसरी हटाउनु? यसले त डार्क सर्कल हटाउने किनेर ल्याएको थियो कि यतिकै राखेको थियो। बेला बेला मन लाउँछु राति यसरी ब्लेन्ड गर्ने हो कि म यस्तो हातले नेचुरल हातले अचल त मेकअप गर्दा गर्दा सिकेँ मैले पनि। अनि चाहिँ आउँछ कि मलाई पनि। यसरी ब्लेन्ड गर्ने भन्छन् कि हामी स्कुल पनि जानु भनेको फर्म भर्न। कसो गर्ने लाएको नि पुरा कस्तो लाउँछ होइन, कस्तो लाउँछ होइन। हाम्रो मेकअप गरेको उस्तो हेरेर नहाँस्नु होला सबैजना। हामीलाई चाहिँ जस्तो आउँछ त्यस्तो गर्दैन। कालोलाई पनि गोरो गराइदिन्छ त्यो चिज हो मेकअप। म त हातले चाहिँ गरेको सक्ने भयो गयो त। हेर्नु जानु कि त हातमा के कुन फाउन्डेसन यहाँ आँखामा कस्तो के कन्सिलर हान्थ्यो। अब तैँले उस लगाइसकिस् पर्छ। ब्लस लाम यहाँ ब्लस स्प्रे पनि लाम अहिले लगाउँदै गर्न के लाग्ने र अब म त यहाँसम्म लाउँछु ब्लस चाहिँ। मलाई लास्टै मनपर्छ ब्लस चाहिँ। म चाहिँ छोटो बालमा लट्टा पर्छ मेरो।
13 मा आउँछ भन्दैछ। नयाँ मिलाएर पनि नयाँ पनि जान्छ नयाँ काम एक महिनासम्म फ्रीमा पढाउँछ कसले? गरिमाले भन्थिन् तिनको ट्युसन साह्रो पढाएर साथी भएका पनि ल्याऊ भन्नुहुन्थ्यो अनि मलाई भन्नुहुन्थ्यो कि तिम्रो अलि टाढा हुन्छ तर एडजस्ट गरेर अब एक महिना हुन्छ नाला साइड नयाँ नि केही नजिकै त हो नभएर हुन्छ तिनको घर उता कस्तो लगाउँछ सेम नहीं आपके अनुसार हम कुंजला पार्क जाएंगे बहुत सारा फोटो खींचेंगे मतलब तेरो त ब्राउनै हाउस त ब्राउन धेरै अलि राम्रो हुने भनेको यो आइसेट लगाएको देख्दैन म चाहिँ यो लेख्ने उता लगाएर आउँछु। सो गाइज यता चाहिँ आइस्याडो लगाउँदैछु म चाहिँ लिपस्टिक लाउन त ढङ्ग हो नि त लिप लाइनर भन्छ नि म सो गाइज मैले हल्का ब्राउन लान्छु किनकि मेरो आज आउटफिट ब्राउन छ मिक्स छोडिहाल्नुहोस् त अनि बढी चाहिँ लाग्छ हेर्न त नानी हेर्न यस्तै अब जान्न यो लिपस्टिक गाइस धेरै भयो लिपस्टिक मान्छे मस्करा लगाउँछु मुझे लगा दो मैले चाहिँ ब्राउन कलरको आई स्याडो अनि थोरै लेख्नुले चिच्चो गराएको छु अनि यसमा चाहिँ व्हाइट कलरले हाइलाइट गरिदिएको छु म चाहिँ मस्करा पनि लगाइसकेँ अब मेरो बहिनीलाई रेडी गरिदिनु पर्ने हुन्छ म चाहिँ पाउडरले सेट गर्छु अनि लिपस्टिक चाहिँ लास्टमा लगाउँछु म चाहिँ रेडी गर्छु म यतिसम्म आएको थिएँ गाइस लिपस्टिक लगाएको थिएँ अघि तर लिपस्टिक पुछेँ किनकि राम्रो देखेको लेख्नु लाउँछ है गाइस त्यो मात्रै हो सो गाइस मेरो दिलले चाहिँ आमा लगाइदिइसक्यो कस्तो देख्यो
सो अब म पनि मसला लगाउँछु वेयर इज मसला आफूले आउँछ गाइस माछा चाहिँ तान्नै गयो Thanks. सो गाइस म चाहिँ रेडी भइसक्यो अब चाहिँ हामी चाहिँ ड्रेस लगाउँछौँ र अनि लिप कम गर्छौँ लास्ट लगाएर हाम्रो फाइनल लुक देखाउँछौँ गाइस हाम्रो ड्रेस चाहिँ यो चाहिँ मेरो अनि यो चाहिँ मेरो बर्थडे गिफ्ट भिनाजुले दिएको ए ल म किन भिनाजु र मेरो दिदीले दिएको है बर्थडे गिफ्ट अहिले लास्ट देखाउँछु कस्तो दिन्छ सो गाइस म चाहिँ कपडा लगाइसकेँ अब चाहिँ ओ जरा जरा सरी खिच मेरी यार जरा जरा मैंने घायल कर दिया मेरे पायल भी झुका सोन सोन सलाम इश्क 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 सलाम यो आइनो किन सलाम इश्क 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 छिटो गरायो क्या अब जाम बेर भयो कि हेर त कति बज्यो 1 बज्यो भयो नि रेडी भइसकेछ रेडी हुँदैन ड्रेस हामी चाहिँ यसको माला लगाउँछौँ मागको नि भिडियो बनाउँछु बाला आसा तिमीहरू के गर्छौ तिमीहरू उस गर्छौ र अहिले हिँड त पहिला नाइ के सुन्न म सिधै सचिनको घर लैजान्छु कपडा हैन उतैबाट तिमीहरूलाई स्कुलमा छोडिदिएर नाइ हामीलाई यहाँ घर छोड्दै फेरि अनि आउ जाऊ मात्रै झ्याउ हुन्छ कि पेट्रोल नै छैन ल हामीहरू चाहिँ हिँड्यौँ यो घरबाट आइज नि भाइ स्कुटी हाम्रो बस पेट्रोल मेरो ब्याग गाइजहरू ब्याग मेरोमा चाहिँ हाम्रो ड्रेस यस्तो भयो लास्टमा काले है सो गाइज हामी कुञ्जा पार्क गएको भिडियो राख्छौँ कुञ्जला पार्क हिँडेको हामी गएर भिडियो राख्छौँ कति भयो कुञ्जला पार्क पनि नगएर 30 रुपियाँ टिकट लाग्छ दुईटाको काटे 3टा जाने 50 रुपैयाँ हो क्या अहिले 50 रुपियाँ एउटाको दुईटाको त्यहाँ देखाउनु एउटाको 50 रुपियाँ अरे हरामी भन्ने ल बस त अगाडि हामी चाहिँ एउटा स्कुटीमा 3 जना जाँदैछौँ कता पुलिस रोकै भाइ भएन यो खुट्टा अगाडि गर्न तैँले फेरि ल कता पुलिसले देखेर हामी भयो क्या पछाडि बस झुम्री घरबाट आसपासको लागि भाइ ताते
हामी चाहिँ कफी कम्पनी आयो। अब चाहिँ यहाँबाट 10-15 मिनटमा हामी कुञ्जला पार्क पुग्छौँ। हामी चाहिँ ड्रिमल्यान्डदेखि भित्र छिर्यौँ। कस्तो राम्रो यहाँ बगैँचा। यो चाहिँ ड्रिमल्यान्डको होटेल हो। ड्रिमल्यान्ड क्यासिनो पनि छ यहाँ चाहिँ ड्रिमल्यान्ड भएर। फोरदेखि आएन र त्यो पुरै ड्रिमल्यान्ड हो, कति ठुलो हो। अब यहाँबाट चाहिँ राममढी आउँछ। राममढी मैले पढेको कलेज, राममढी कलेज। यो भवन चाहिँ राममढीको हो लाइब्रेरी। राममढीको लाइब्रेरी यहाँ चाहिँ गेट छ, पछाडिबाट छिर्ने, अगाडिबाट छिर्ने। यो चाहिँ राममढी कलेज। यो म पढेको कलेज हो। गाइस हामी राममढीबाट अगाडि लागिसक्यौँ। राममढीको पछाडिको भाग। यताबाट हो र? यताबाट जस्तो लाग्यो होइन? कता फेरि फर्किसक्यौँ हामी। हामी चाहिँ कुञ्जला पार्क आइसक्यो गाइस। अब चाहिँ यहाँ चाहिँ सबैजना घुम्न, ड्राई पिकनिकहरू आउँछन्। यहाँ चाहिँ सबैजना। हामी पनि यत्तिकै घुम्नको लागि कति भयो नि त नआएको, त्यही भएर यहाँको पार्किङ गर्ने ठाउँ आइसक्यौँ। अब कस्तो गरेर पहिला आउँदा कस्तो थियो हेरौँ है। ल हामी चाहिँ झरिसक्यौँ। घाम भयो स्कुटीलाई। यो चाहिँ कुञ्जला पार्कको गेट। यहाँ चाहिँ टिकट काउन्टर छ। गाइजहरू टिकट काट्नुपर्छ कतिको। कसरी हो टिकट? हजुर एकजनाको 30 रुपियाँ छ कस्तो खुल्ला कति हो? मसँग 1000 छ दे त 500। कति हो र? 30 रुपियाँ। 3 जनाको काट्दिनु। देखा त टिकट। गाइस 3 जना टिकट। कोही छैन नि त्यहाँ, सुनसान छ त। सुनसान छ गाइस, सुनसान छ। घाम छ नि त दिउँसोमा, कोही आउनन् के। साँझ परेपछि आउँछन् सबैजना। आज त पुरा खालि हाम्रै लागि बनाए जस्तो कोही छैन। हामी अब यहाँ अलिअलि भिडियो सिडियो गराउने भनेर आएको। यो चाहिँ मन्दिर भयो। आज शनिबार हो त अलिअलि छन्। यहीका स्टाफ हुन् कि जस्ता। यो चाहिँ कुञ्जला पार्क भयो। बिचमा चाहिँ ताल जस्तो छ। यहाँ चाहिँ अझै वरिपरि बस्ने के बनाएर वाटर उसी गर्दा खान्थे। ए गुवासुवामा हुन्छ नि, अन्त्यले हालिदिए पानी झर्ने के। अहिले होइन, रातिमा हो। यो चाहिँ कुञ्जला पार्क। यहाँ चाहिँ यस्तो राम्रो छ ठाउँ चाहिँ। कता बस्ने? जाम यसो डुलम न होइन। एक राउन्ड हो। यहाँ चाहिँ खेल्ने ठाउँहरू पनि छ। पिङसिङ बे यो यहीँ राख्न लिएर हिँड्न पर्यो भिडियो गराउनको लागि।
यो खोस्टो फाल्दै खोस्टो फाल्दा नि भएन फेरि क्यापले कहाँ र क्याप तँलाई ए म उहीँ छोड्दै क्याप क्याप लिएर आएको थिएँ क्याप देखेँ अलिअलि कपालहरू मात्रै छ नि यहाँ त के गर्ने त्यस्तो जुम गरेर देखाइदिनु यस्तो हरियाली हो कि कति राम्रो हो शीतल भएको ठाउँमा बनाउनु पर्छ अरे यहीँ छ शीतल त अलि उता पनि हेरौँ न साइड झन् शीतल हुन्छ कि डुलम 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 कता राम्रो छ के भयो स्कुटीमा आएको त बालसाल पुरै बिग्रियो मेरो त अहिले चाहिँ यहाँ नयाँ यो बनाएको रहेछ उहाँ पनि फेरि मान्छेहरू कति अलिअलि अनि एक दुईवटा मान्छेहरू छन् यहाँ चाहिँ कति दामी हो उता उतैतिर बसेर हुन्थ्यो कि कता पछाडितिर एकचोटि हेरौँ उता शीतल भयो उतै होइन हुन्छ उहाँ पनि रहेछ न उता त्यो फुलहरू उता राम्रो छ के जाम फुलतिर फोटोसोटो खिच्नु भिडियो त्यहाँ पनि दुईजना मान्छे छन् देखाइएन कि हामी उहाँबाट यता फर्किँदै यता आयो सेतो फुलको अगाडि गराउनु घाममा धेरै गराउनु हुन्न आइफोनले घाममा भयो भने प्यालै देखाइदिन्छ यहाँ चाहिँ यति यो कुञ्जला पार्क चाहिँ यस्तो छ जहाँ शीतल सबैजनाले त्यहाँ चाहिँ बोटिङ पनि गर्न मिल्छ हामी चाहिँ थाकेर बसिसक्यौँ फोटो पनि खिच्न हाम्रो चाहिँ खाने बेला भइसक्यो हाम्रो चिप्सहरू छ स्प्राइट यो नहालेस् नि घाममै घाम छ हामी चाहिँ यहाँ लिरकेटी खेल्न आएको केटाकेटी हो हामी केटाकेटी हामी के बच्चा जस्तो हाम्रो म चाहिँ खेल्न लागे साग पोल्छ जस्तो लाग्यो मेरो बा तातो तातो हो भाइ तातो छ गाइजहरु तातो ड्राई पिकनिक गरेर जानु यस्तो राम्रो हो अमिस यहाँ पनि खिचमा आएछ फोटो यहाँ चाहिँ बस्ने ठाउँ पनि छ एकदम हरियाली हो कि यहाँ चाहिँ एकदम राम्रो हो उता पनि बनाउनु रहेछ नि क्या उतापट्टि पनि अर्को पार्क पनि बनाउनु रहेछ नि क्या यस्तो राम्रो हो कि ठाउँ चाहिँ वाउ छ वाउ बहिनीलाई चाहिँ पिङ्केललाई पोलेर हामी चाहिँ पार्कबाट निस्किसक्यौँ अब घर जाने यस्तो गर्नु छ आएको मेकअप पनि सबै उडो अब अलिअलि भिडियो सिडियो बनाएको पनि कस्तो हुन्छ हेर घाममा केही देखियो भए त के यस्तो घाम छ डढेर कालै भइयो मेरो भाइ त त्यसै त कालो झन् कालो भयो कुन बाटो लिएर आएको छु त अन्त गाइस हामी चाहिँ घर आयो हेर त यो कालै डढेर
घामले डढेर ए हजुर के लाओ भर्खरै आएको ड्रेस त लाउने होला के अब अभिषेक चाहिँ ड्युटी जाने हो हामी चाहिँ अब यता डढेर कालै ए म त पहिलो पनि त्यही पनि आज त तभन्दा त गोरी देखियो भाइ घाममा आज त यस्तै किनभने सबै कष्ट के गर्नु बढी पैसाले गर्छ के गर्नु पैसाले मात्र किनभने टिका थियो मैले काटेँ मम्मी ल गाइस बाई हाम्रो भ्याइयो डुल्ने कार्यक्रम